सम्पूर्णमा सुस्वागतम। नमस्कार। आज मिति 2083 साल असारको 7 गतेका दिन यस श्री जीवनोद्धार माध्यमिक विद्यालयको कक्षा नर्सरीदेखि कक्षा 5 सम्मका विद्यार्थी भाइ बहिनीहरूको अभिभावकको भेला सुसम्पन्न हुन गइरहेको छ। बाँकी भिडियोबाटै। धन्यवाद। यसै विद्यालयका प्रधानाध्यापकज्यू, सहायक प्रधानाध्यापकज्यू र मञ्चमा आसीन मेरा सहकर्मी मित्रहरू र मेरो ठिक अगाडि मेरो निमन्त्रणलाई स्वीकार उपस्थित हुनुहुने सम्पूर्ण अभिभावकज्यूहरूमा सर्वप्रथम मेरो नमस्कार स्वीकार गर्नु। हामी अहिले यो प्रथम त्रैमासिकको पूर्व तयारीको चरणमा छौँ। हामीले यो अङ्ग्रेजी माध्यम सञ्चालन गरे पश्चात निकै धेरै समस्याहरू, चुनौतीहरू, समाधानहरू हामीसँग आएका छन्। त्यसलाई हामीले समस्यालाई समाधान गर्दै हामी अगाडि बढिरहेका छौँ। आजको यो विषयदेखि नै हार्दिक स्वागत गर्दै मेरो मन्तव्य यहीँ पुग्न चाहन्छु। हस्त नमस्ते। विद्यालयका शिक्षक तथा मित्र सुन्दरालयज्यूलाई र अब म विस्तृत रूपमा आजको यो बैठक किन आयोजना गरेको हो र आजको यो भेला प्रश्नको मुख्य उद्देश्यको बारेमा यहाँलाई जानकारी गराउन चाहन्छु। सर्वप्रथम नर्सरीमा विद्यार्थी सङ्ख्या 23 जना रहेका छन्। त्यसै गरी एलकेजीमा विद्यार्थी सङ्ख्या 18 जना, त्यसै गरी युकेजीमा 11 जना र कक्षा 1 मा 13 जना, कक्षा 2 मा 20 जना, कक्षा 3 मा 20 जना र कक्षा 4 मा 24 जना र कक्षा 5 मा 23 जना गरी 152 जना विद्यार्थी हाम्रो नर्सरीदेखि कक्षा 5 सम्म रहेको अवस्था छ। र त्यसपछि नम्बर 4 मा विगतका निर्णय कार्यान्वयनको अवस्थाबारे जानकारी दिन म तपाईँलाई सरस्वती यो विगतका निर्णयहरू के भएका थिए र त्यसको कार्यान्वयन कति भयो भन्ने विषयमा म तपाईँलाई जानकारी दिन चाहन्छु। विगतको दोस्रो भेलामा हामीले निर्णय गरेका थियौँ। निर्णय नम्बर 1 मा होमवर्क तयारीको प्रयोगको निगरानी अभिभावक र शिक्षकहरूले हरेक दिन गर्ने भन्ने विषयमा निर्णय भएको थियो। यसमा समूहबद्ध निगरानी अभिभावकको पनि भएकै छ। मलाई फोन गरेका सरकारजीहरूले यो अलिकता लेखेको बुझेको छैन, यसलाई राम्रोसँग लेखिनु पर्यो, मेरो मलाई भन्नुहोला भनेर अभिभावकहरूले कहिलेकाहीँ गुनासो पनि गर्नुहुन्छ र केही कुराहरू हामीले लेख्दै गर्दा पनि कहिलेकाहीँ मिस्टेक पनि हुनसक्छ। यसमा तपाईँले फोनबाट फेरि हामीलाई जानकारी गराउन सक्नुहुन्छ अथवा वाट्सएप ग्रुपमा तपाईँहरूले आजको होमवर्क के हो र बच्चाको के हो भनेर पनि तपाईँले भन्न सक्नुहुन्छ र यसको पनि कार्यान्वयन भएको अवस्था रहेको छ। अर्को नम्बर 2 मा एलकेजी र युकेजीको हकमा कक्षा कार्य र गीत कार्य कपी फरक बनाउने भन्ने विषय रहेको थियो। सो विषयमा पनि हामीले बनाइसकेका छौँ। तपाईँहरूले पनि हामीलाई फरक विषयको कपी पठाइदिएर सहयोग गर्नु, यसको लागि म धेरै धन्यवाद दिन चाहन्छु। त्यसै गरी नम्बर 3 मा के रहेको थियो भने नर्सरीको लागि वर्कसिट तयार गरी विद्यार्थीलाई वितरण गर्ने र सोको खर्च अभिभावकले बिहोर्ने भन्ने थियो। यो खर्च एकचोटि अभिभावकले धेरै होला भनेर यो कक्षा 1 देखि कक्षा 5 सम्मको लागि हरेक विषयको कपी फरक गराउने भन्ने कुरो छ। यो पनि तपाईँहरूले केही अभिभावकले अझै कार्यान्वयन गर्नु भएको छैन र कतिपय अभिभावकले अधिकांशले यहाँले कार्यान्वयन गरिसक्नु भएको, यसको लागि पनि म धेरै धन्यवाद दिन चाहन्छु। र नम्बर 5 मा के रहेको थियो भने अभिभावकले आफ्नो बालबालिकालाई विद्यालय परिसरभित्र शिक्षकको जिम्मेवारी दिने र सो जिम्मेवारी विद्यालयले लिने भन्नुभएको थियो। यो निर्णय पनि कार्यान्वयन भएको छ, हामीले सहर्ष स्वीकारेका छौँ। त्यसै गरी नम्बर 6 मा थियो नर्सरीदेखि कक्षा 5 सम्मको मेसेन्जर वा वाट्सएप ग्रुप निर्माण गरी तुरुन्त कार्यान्वयनमा लिने भएको थियो। यो पनि कार्यान्वयन भइसकेको छ। हामीले वाट्सएप ग्रुप पनि बनाएका छौँ अथवा मेसेन्जर ग्रुप पनि बनाएका छौँ। यदि जोडिनु भएको छैन भने समन्वय गर्नुहोला, कक्षा शिक्षकसँग हजुर जोड्न सक्नुहुन्छ। हामी पनि तपाईँलाई जोड्ने प्रयत्न गर्नेछौँ। र नम्बर 7 मा रहेको थियो कक्षा 1 देखि कक्षा 5 सम्मको हरेक महिनाको अन्तिम हप्ता विषयगत शिक्षणले व्यवस्थापन गरी मासिक परीक्षा लिने र सोको नतिजा अभिभावकलाई प्रदान गर्ने भन्ने निर्णय भएको थियो। यो हामीले धेरै अधिकांश शिक्षकहरूले गरिसक्नु भएको छ। अधिकांश विषय शिक्षकज्यूहरूले मासिक परीक्षा पनि लिइसक्नु भएको छ र अभिभावकज्यूहरूलाई हामीले केही समयपछि तपाईँहरूलाई के रिजल्ट कस्तो भयो, बच्चाको नतिजा कस्तो भयो भन्ने कुरो तपाईँहरूले कुनै बेला आएर पनि सुन्न सक्नुहुनेछ र यसलाई पनि म यहाँलाई यो कार्यान्वयन भएको अवस्था रहेको छ भन्न चाहन्छु। र
अर्को छ गुनासो पेटिका र गुनासो सुनवाई तथा व्यवस्थापन समिति गठन गरी तुरुन्त कार्यान्वयन गर्ने भन्ने कुरो रहेको छ। यो यसमा गुनासो पेटिका पनि हामीले तलपट्टि राखेका छौँ र अहिलेसम्म तपाईँहरूको केही गुनासो पनि नआएको र त्यो गुनासो पेटिकामा रकम रु 5 रुपियाँ अब कसले राखिदिनु भयो, त्यो अब के सोचेर राखिदिनु भयो, 5 रुपियाँ राख्नु भएको रहेछ। हामी बोल्दाखेरि आजै बोलेर भेटायौँ 5 रुपियाँ नगद भेटाइयो, तर गुनासो तपाईँले लेखेर त्यो राखेको केही पनि भेटाइएन र गुनासो व्यवस्थापन समिति पनि हामीले गठन गरेका छौँ। र अर्को कुरो यो नर्सरीको कक्षाको यो माथिको त्यो शौचालय खोल्नु पर्यो, बच्चालाई अलिकति तल गाह्रो भयो भन्ने विषय रहेको थियो। यसमा पनि शौचालय जहाँसम्म तुरुन्तै सबले हाम्रो पठाएको थियो त्यो तुरुन्तै बनाउन पठाएर त्यो कार्य भइसकेको छ, त्यो शौचालय सुरु भइसकेको छ। अर्को तपाईँको अभिभावक संयोजक गठन गर्ने भन्ने रहेको छ एउटा कुरा। टोल अभिभावक संयोजक गठन गर्ने र टोल अभिभावक संयोजक गठन गरिसकेपछि तपाईँको त्यो नाम अहिले यहाँसम्म आउला, तपाईँहरूले त्यो नाम पनि दिनुहुँदैछ। र टोल अभिभावक संयोजकले भूमिका के हो भन्ने कुरोहरू पनि पहिला जान्नुपर्छ। टोल अभिभावक संयोजक गठन गर्ने उहाँको भूमिका के हो भन्ने कुरो तपाईँ नजानिकन तपाईँहरू त्यसरी टोल अभिभावक संयोजक हुँदै गर्दा पनि तपाईँलाई समस्या होला। त्यही भएर मैले तपाईँलाई यो टोल अभिभावक संयोजकको खास भूमिका के हो भन्ने विषयमा सरस्वती मैले हजुरको लागि राख्छु। यहाँले ध्यान दिएर सुनेर यहाँले साथ दिनुहोला। टोल अभिभावक संयोजकको भूमिकाको बारेमा म सरस्वती यहाँलाई प्रार्थना गर्नेछु। नम्बर 1 मा विद्यालय र अभिभावक बीच समन्वय तथा सञ्चारको माध्यम बन्ने। सबैभन्दा पहिला टोल अभिभावक संयोजक टोलको यहाँले समन्वय तथा सञ्चारको माध्यम बन्ने हुनेछ। हामीले यो तपाईँलाई यो भूमिकाको बारेमा पनि लेखेर पनि दिन्छौँ। जो हुनुहुनेछ तपाईँलाई यो प्रिन्ट गरेर हामी दिन्छौँ तपाईँलाई पछि। नम्बर 2 मा आफ्नो टोलका सबै विद्यालय उमेरका बालबालिकालाई नियमित विद्यालय पठाउन अभिभावकलाई प्रेरित गर्ने। तपाईँहरूको भूमिका यो रहन्छ 2 नम्बरको। त्यहाँ भएका बच्चाहरू यदि विद्यालय आउनु उमेरका छन् भने ती विद्यालयलाई सबैलाई सकेसम्म विद्यालय ल्याउन प्रेरित गर्नुहुनेछ। नम्बर 3 मा विद्यार्थीको नियमित उपस्थिति, सिकाइ अवस्था र व्यवहारबारे सकिरहेको अवस्था छैन। म आफू बल्ल पहिलोपटक यहाँ अभिभावक भेलामा चाहिँ आएकी छु। यसमा मैले महसुस गरेको कुरा के हो भन्दा विगतका वर्षमा जस्तै शैक्षिक सत्र 2082 मा भन्दा 2083 सालको यो सुरुवाती अवस्थामा अब हजुरहरूले राम्रै गरेको महसुस भइरहेको छ। यसलाई चाहिँ अझै कसरी अझै राम्रो बनाउन सकिन्छ भन्ने कुरामा अझै पनि हामी अभिभावक, विद्यार्थी तथा विद्यालय व्यवस्थापन समिति, त्यसै गरी शिक्षकज्यूहरू सबै मिलेर लाग्यौँ भने अझै पनि हामी राम्रो बनाउन सक्छौँ भन्ने चाहिँ मलाई महसुस भएको छ। र मेरो एउटा गुनासो सानो के भन्दा विद्यालयमा हुन त भर्खर अब शैक्षिक सत्र सुरु भएको पनि 2 महिना जति भएको छ। अहिले सबै थोक मलाई चाहिन्छ भनेर त त्यो भन्न पनि मिल्दैन होइन। अब हेरौँला अन्तिमसम्म हेर्दै जाँदा कतिको सुधार हुन्छ। अब जम्मा 2 महिनामा ल मेरो बच्चालाई चाहिँ यो भएन, त्यो भएन, यो चाहियो, त्यो चाहियो भने त अब टिचरहरू पनि त अब त्यो जाडु गर्न होइन नि त सबै त्यो बनाइदिने। अब त्यो बिस्तारै सुधार हुँदै जाने कुरा हो। र अब यो हामीले चाहिँ बुकको एउटा एकै पढाइसकेपछि चाहिँ सबै विषयहरूमा मासिक परीक्षा भन्ने हुन्छ कि हुँदैन। 1-2वटा विषयको त मेरो बच्चाले हुन्छ म मासिक परीक्षामा चाहिँ यो भयो त्यो भयो भनेर खुसी हुन्छ होइन। त्यस्तै गरी सबै विषयमा चाहिँ त्यसरी मासिक परीक्षा ल्यायो भने विद्यार्थीले त्यो एकाइमा चाहिँ के कति जाने त भन्ने कुरा शिक्षकलाई पनि थाहा हुन्छ र प्लस अभिभावकलाई पनि मेरो विद्यार्थीले यो पढिसकेपछि कति सिक्यो त, के सिक्यो त भन्ने कुरा त्यो पनि थाहा हुन्छ अभिभावकलाई। र प्लस विद्यार्थीलाई पनि त्यो अब मैले सुधार गर्नुपर्ने अझै रहेछ है
भन्ने हुन्छ र अझै राम्रो गरेको भए उसलाई झन् हौसला मिल्छ र त्यो सबै विषयको चाहिँ त्यो एकाइ परीक्षा अथवा मासिक परीक्षा भनौँ न एकाइ परीक्षा गर्न त सम्भव पनि नहोला अब पढाउनु पऱ्यो होमवर्क दिनु पऱ्यो होइन सबै थोक गर्दा अब सबै टिचरहरूलाई त भ्याइ नभ्याइ हुन्छ विद्यार्थीहरू पनि अहिले धेरै भएको अवस्था छ त्यो कारणले गर्दा अब 60 मिनटमा त सबै चिज गर्नुपर्छ नि त हामीले होइन त्यही भएर त्यो सबै हुन्छ यो चाहिन्छ भनेर भन्दा पनि मासिक परीक्षा चाहिँ सबै विषयको अनिवार्य नै हुनु पर्यो र अब त्यही हो मेरो अब अरू गुनासो पछि भयो भने पछिका मिटिङमा चाहिँ म भनौँला म चाहिँ बल्ल आज फर्स्टचोटि चाहिँ यहाँ आएको छु यति भन्ने मेरो 2-4 शब्द राख्न चाहन्छु हस् त धन्यवाद एक त हेर्न बाँकी नै छ र हाम्रो रिजल्ट त पक्कै पनि पछि समयले बताउला सबभन्दा अगाडि एकजना हाम्रो बलमान सरले राख्नुभएको प्रस्ताव थियो खाजा अलिक क्यान्टिनमा राम्रो भएको छैन त्यसलाई व्यवस्थापन गर्ने कि भनेर भन्नुभएको छ यो विषयमा मलाई यस्तो हाम्रो आदरणीय गुरुले पनि मलाई राख्नुभयो किशन भाइ यो खाजालाई अलि सुरक्षित गर्न पऱ्यो यो अर्दालबाट शुल्क आएको छ त्यही शुल्कबाट त्यसो मेन्टेन गरेर खाजाको व्यवस्था ठाउँ भएर त्यतातिर खाजाको व्यवस्था गर्ने कि भनेर सरले प्रस्ताव राख्नु भएको थियो सर अग्रजीलाई म ध्यान आकर्षण गर्न चाहन्छु है केही समयको लागि त्यसपछि खाजाको व्यवस्था गर्नको लागि हुन्छ भनेर मैले हिसाब गरेँ अनि हिसाब निकाल्दाखेरि तपाईँहरूले समथिङ नर्सरीमा पढ्ने बच्चाको लागि दिनको 16 रुपियाँ खर्च गर्नुभएको तपाईँले एक दिनको तपाईँको 16 रुपियाँ खर्च छ नर्सरीको एलकेजीको 17 रुपियाँ गर्दै गर्दै गएको छ कि 18 रुपियाँ 19-20 रुपियाँ तपाईँको दिनको लगानी छ एक दिनको हजुरको लगानी भनेको नर्सरीको 16 रुपियाँ लगानी गर्नुभएको छ तपाईँहरूले अन्यले त्यसलाई डिभाइड 30 गर्दाखेरि आउँछ अनि त्यसपछि हामीले खाजामा पनि थप्ने त भन्ने हिसाब गर्दा अहिले 20 रुपियाँको खाजा बोलिरहेको छु 20 रुपियाँ हामीले थपौँ 30 थपेर 50 रुपियाँ राम्रै आउला कहिले मासु चिउरा खुवाउला कहिले अन्डा खुवाउला कहिले खाना खुवाउला भनेर हामीले हिसाब हानेको हिसाब हान्दाखेरि तपाईँहरूले दिनको तपाईँबाट हामीले लिएको छौँ जम्मा 16 रुपियाँ हामीले दिनमा दिनु पऱ्यो कति 30 रुपियाँ हिसाब गरेर 1,15,000 त हाम्रो दिवा खाजामा जाँदो रहेछ अनि यसो हेरेको यो त सम्भव भएन कि सर भनेर म सरलाई पनि कुरो राखेँ सर सम्भव भएन अभिभावकबाट हामीले दिनको 16 रुपियाँ लिएका छौँ दिनको 30 रुपियाँ खुल्दा त हामीले उल्टो थपेर दिनुपर्ने अवस्था आयो अलि सम्भव भएन यसलाई के गर्ने होला भनिसकेपछि त्यसो भए अभिभावक भेलामा विचार गरौँला यहाँ कुरा पैसा राखौँ यदि पैसा आयो भने अभिभावक भेलाले होइन हामीले दिवा खाजाको लागि छुट्टै दिनको 30 रुपियाँ हामीले थप्छौँ भन्नुभयो भने गरौँला भन्ने कुरो भयो अब हजुरलाई हिसाब हालौँ दिनको 30 रुपियाँको दरले हजुर थप्नु भयो भने समथिङ 1 महिनामा 30 दिन हुन्छ 1 महिनामा 30 दिन 30 दिनमा 3 र शनिबार भयो मानौँ शनिबार कटाउँ शनिबार कटाउँदा भने आइतबार पनि कटाइदिउँ भनेर झन् 23 दिन हुन्छ 23 दिन अब 23 × 30 हुँदै गर्दा झन्झनले 500 जान्छ फेरि 500-600 जाने हो फेरि तपाईँले दिवा खाजा भनेर फेरि पैसा ल्याउनु पर्ने लाग्यो अनि त्यसले गर्दा अब हामीले यो विषयमा यसो हेर्दाखेरि हामीले विद्यालय तर्फबाट अब हामीले अभिभावकहरूले सहज स्वीकारेर हुन्छ हामीले दिवा खाजाको लागि हामीले ल पैसा तिर्छौँ भन्नुभयो भने त हामीले विद्यालयले समन्वय भएर खेल्ने हो खेलौँला होइन भने यसरी हाम्रो अभिभावकले दिवा खाजा खानको लागि फेरि पैसा थप्नु भन्न सकिने अवस्था अहिले भएन है सल्लाह नगरेसम्म भनेर हामीले तपाईँलाई केही पनि भनेनौँ भर्खर फेरि दाइले कुरा उठाउनुभयो सरले उठाउनुभयो यो उठाउको कुरामा हजुरहरूले दिवा खाजामा अब यहाँ खाना यहाँको खाजा अलरेडी पाउनुहुन्छ ल्याउने कि होइन अब दिवा खाजा राम्रो भएको छैन अझै पैसा थपेर राम्रो बनाऊँ भन्नुहुन्छ भने त्यो अवस्था रहन्छ तर यही पैसाबाट दिवा खाजा खुवाऊँ भन्ने अवस्था अहिले रहेन छुट्यो भनेर भन्नु होला यहाँ 10वटा 11वटा टोलको नाम लिएका छौँ जसमा कनौटा र जयखानी टोलको संयोजक हामी टोकौँ आज एकजना कोही आउनुभएको छ भने त्यसपछि लम्साङको टोल संयोजक त्यसपछि पूर्वीघाट र बेलबुटाको टोल संयोजक त्यसै गरी जोखुम पुलिसे गाडीकर्क सौरेनी टोल संयोजक लम्करा टोल संयोजक लपरदुङ टोल संयोजक साहाडी टोल संयोजक कोकिङ लपरदुङ टोल संयोजक साहाडी टोल संयोजक पात्रे डाँडा टोल संयोजक उर्लेनी टोल संयोजक बलबाग टोल संयोजक र भुसा टोल संयोजक गरेर हामीले संयोजक ढोकौँ आज यदि तोकिसकेपछि अब यहाँलाई जानकारी गराउन चाहन्छु सर्वप्रथम यो कनौटा जयखानी टोल संयोजक ढोकौँ यसको लागि म हुन्छु भनेर भन्न पनि सक्नुभयो नभए
अनौटा र जयखानीबाट आउनुभएको तपाईँहरू सल्लाह गर्नुहोस् अनि उहाँहरूले एउटा नाम लिएर आउनुहोला। त्यसपछि नक्साङबाट आउनुभएको अभिभावकज्यू हुनुहुन्छ भने हामी मध्येबाट लागि तपाईँहरूले आफ्नो टोलबाट को आउनु भएको छ तपाईँहरूले यो टोलको यो बस्ने भनेर सल्लाह गर्नु। अबको 2 मिनटपछि तपाईँहरूले नाम दिनुहोला। त्यो नामलाई म स्पष्ट यहाँ राख्नेछु र हामी त्यसलाई टाइप गर्छौँ, उहाँहरूको फोन नम्बर राख्छौँ अनि उहाँहरूको सबै राखेर आगामी भोटमा आगामी बेलामा हामी कुन संयोजक मात्र पनि बस्छौँ अभिभावक रहेको छ र यस विषयमा अब तपाईँहरू आफै सल्लाह गर्नको लागि मैले अब 2 मिनट यहाँलाई समय दिन चाहन्छु। तपाईँहरू सल्लाह गरेर को बस्ने भनेर सल्लाह गरेर नाम दिनुहोला अबको 2 मिनटहरूको लागि कमिसनबाट र टोलको तपाईँहरू सल्लाह गर्नुहोस्। सल्लाह गरेर मान्छेको नाम ल्याउनु होला, एकजना अभिभावकको नाम ल्याउनु होला। त्यसपछि हामी अभिभावकको नाम हामी राख्छौँ। सल्लाह गरेर आउनु होला है। निकै शिक्षकहरू हुनुहुन्छ, निकै विज्ञ म्यामहरू हुनुहुन्छ, निकै विज्ञ सरहरू हुनुहुन्छ। तपाईँहरूलाई निकै सहजीकरण गर्नुभएको छ। केही कमजोरी छ भने तपाईँहरूले फेसबुक राख्नु। समापन गर्नको लागि यसै विद्यालयका विद्यालय परिषद समितिका अध्यक्ष तथा यसै आदरणीय कार्यक्रमका अध्यक्ष श्री निरबहादुर श्रेष्ठजीलाई अबको यो कार्यक्रम आजको यो बेला समापन गर्नको लागि अनुरोध गर्दै म पनि आजको यस कार्यक्रम सञ्चालक तथा यसै विद्यालयको कक्षा 9देखि कक्षा 5सम्मको इन्चार्ज तथा यसै विद्यालयको शिक्षक किशन सिंहले पनि यहाँलाई बिदा हुन्छु। हस्त धन्यवाद। धन्यवाद सबैलाई। आज यस नर्सरीदेखि कक्षा 5सम्म सञ्चालन गरिएको अङ्ग्रेजी माध्यमबाट पाइने कार्यक्रम अभिभावकका यस विद्यालयका प्रणवज्यू सहायक प्रणवज्यू आदरणीय गोविन्द सर, यस कार्यक्रममा पाल्नुहुने सबै बजार निवासी आदरणीय सुभाषजी साथीज्यू आदरणीय महेशज्यू, यस विद्यालयमा आदरणीय सर तथा म्याडमज्यू र यो कार्यक्रममा पाल्नुहुने आदरणीय यस विद्यालयमा आदरणीय प्यारा अभिभावकज्यूहरू, सबैमा म विद्यालयको अध्यक्ष यहाँलाई नमस्कार गर्न चाहन्छु। स्वीकार्नुहोला। सर्वप्रथम मैले आज यो विद्यालयमा अध्यक्ष भए पश्चात आज हाम्रै छिमेकी वडाबाट पाल्नुहुने आदरणीय 3 जना अभिभावकजीलाई मलाई नौलो लागेको छ। उहाँलाई उदेनबाट आउनुहुने 3 अभिभावकजीदेखि कहाँबाट आउनुभयो, के गर्नुभएको छ सुने मलाई माफ गर्नुहोला। हाम्रो अभिभावक हुनुहुन्छ, पछिल्लो समय उहाँले आफ्नो बच्चाहरूलाई हाम्रो विद्यालयमा भर्ना गर्नुभएको रहेछ। उहाँलाई यो विद्यालयमा स्वागत गर्न चाहन्छु र यो जीवन दरमाविमा आफ्नो बच्चाको भविष्यको उज्जवल भविष्यतिर पाल्नुहुने आदरणीय आमा बुवालाई म सर्वप्रथम अनुरोध गर्न चाहन्छु। आजको यस कार्यक्रममा थुप्रै कुराहरू भयो। त्योभन्दा असारको बेला छ। आज 7 बजे धेरै घरमा पनि आज पाइन्छ। मेरो भाइ हरिश यहाँ उपस्थित हुनुहुन्न। तपाईँको कारणले गर्दाखेरि यस्तो व्यस्त समयको बादमा हामीहरू पाल्न हामीले जिम्मेदारी प्रचार गराउनुमा हामीले जोलाई विशेष रूपमा धन्यवाद दिन चाहन्छु। र हामीले यो अभिभावक भेला विशेष गरिकन अभिभावकज्यूबाट हाम्रो विद्यालयप्रति भएका कुनै कमजोरी विद्यालयलाई सुधार गर्नको निमित्त हजुरको सुझाव सल्लाहको निमित्त हामीले निकै महत्त्वपूर्ण विद्यालयलाई बनाउनको निमित्त आफ्नो बच्चाको भविष्यलाई बनाउनको निमित्त निकै मार्मिक शब्दहरू बोलिरहनु भएको छ। त्यसपछि यहाँ धन्यवाद दिन चाहन्छु। विशेष गरिकन हाम्रो आदरणीय म्याडम अघि सुरुमै बोल्नु भएको छ। किनभने उहाँले बोलेका धेरै कुरा उहाँले बोल्नु भएको छ। त्यो 2टा कुरा सत्य अभिभावक सरले भनिसक्नु भएको छ। 2टा कुरा मैले यो एउटा मलाई पनि लागेको कारणबाट सम्झाउन चाहन्छु। एउटा कुरा
प्रेम गराउँदै गर्दाखेरि ह्यान्डराइटिङको पनि महत्त्वपूर्ण भूमिका भएको कारणले गर्दाखेरि ह्यान्डराइटिङलाई कसरी राम्रो गराउने पुरस्कार सँगसँगै ह्यान्डराइटिङ पनि अहम भूमिका भएको कारणले भन्नुभएको छ। यो कुरामा सर म्याडमले यो कुरा म्याडमले धेरै कुरा गर्नुभएको छ। म दुईवटा कुरा मात्रै म्याडमको ल्याएको छु। यो कपी कलम जुत्ता मैले नर्सरीदेखि 5 सम्म धेरै यो कुरालाई पनि चाहिँ किसान सभाले जानकारी गर्न चाहन्छु। किनकि भिडियोलाई अन्त्यसम्म हेरेर सहयोग गर्नुहुने सम्पूर्ण महानुभावहरूमा धन्यवादका शब्दगुच्छ अर्पण गर्दै पुनः अर्को भिडियोमा भेट हुने बाचा गर्दै आजको लागि यस बसाइबाट ओझेल भर्न चाहन्छु। हस् त धन्यवाद। सम्पूर्णमा शुभरात्रि, शुभ निदरी। धन्यवाद।